श्री 3 गाम्भीर्य खै त्यो प्रश्न हामी उठाउँछौं र यो मुद्दा यहाँ त साइलेन्स गर्न सकिन्छ, माइक्रोफोन छैन। नक्कली उजुरी र नक्कली केसहरू, नक्कली मुद्दाहरूमा त उहाँको त व्यापक अनुभव छ, त्यही अनुभवबाट बोल्नु भयो होला। प्रमाण ल्याउनुस्, आफै नाइके हुनुहुन्छ मन्त्रालयको, गृह प्रशासनको, कारबाही गर्नुस् हैन, त्यसमा बकाइदा बताएर पक्नुस्, बोल्न दिनुस् न। हामीले उले चाहिँ गर्छ भनेर थपडी बजाएर बस्दिनु पर्ने बजाइन्न हजुर। उहाँको राजीनामा त चाहिन्छ, यो उच्च स्तरीय छानबिन आयोग पनि चाहिन्छ, समिति पनि चाहिन्छ। हामी गृहमन्त्री बोल्दै गर्दा हामीले उभिएका छौं। गृहमन्त्री बोलिसकेपछि हामी बसेका हौं। अब बोलिसकेपछि के गर्ने त? सन्तुष्ट होइन। गृहमन्त्री बोलिसकेपछि हामीले के गर्ने? बोल्दै गर्दा हामीले उभिएका छौं, बोलिसकेपछि हामी बसेका हौं। पोहोर यही भन्नुभयो होइन, प्रश्न तिर्सिना साथ कुनै पनि माननीय मन्त्रीले चाहिँ राजीनामा दिनुपर्छ भन्ने आफैले बनाएको होइन त्यत्रो मानक। आज कुन नैतिकतामा चाहिँ रोस्टरमा उभिएर अरूलाई उपदेश फेरि दोहोऱ्याउँदै हुनुहुन्थ्यो? घुस कसरी बाँडिन्थ्यो भन्ने सफ्टवेयरको समेत चाहिँ न्युज आइसकेको छ हैन। नैतिकताको विषय, डेरेलिक्सन अफ ड्युटीको विषय, जनप्रमाणको यत्रो ठेलीका ठेली अब हामी संसदमा ल्याएर पढ्छौँ। अब यो रविजीलाई बोल्न नदिएको त्यो गल्ती थियो भनेर पार्टीले एकताली एडमिट गरोस् ताकि अबको आउने जुनसुकै सांसदहरूले पनि मन्त्रीले पनि आफ्नो कुरा त्यो बेसिक ह्युमनको जुन हाम्रो राइट हुन्छ त्यो चाहिँ नि एक्सर्साइज गर्न पाओस्। अहिले त मलाई लाग्दैन नेपाली कांग्रेसले सिक्यो। हामीले त नेपाली कांग्रेसलाई सिकाउनलाई उहाँहरूलाई भनेको पनि हो, सही हो, तपाईहरुले एकताली एक्सेप्ट गरिदिनुस्। त्यो बेला पनि मिस्टेक थियो, त्यो मिस्टेक एडमिट गरिसकेपछि पो अगाडि जान्छ। उहाँहरूले के सिक्नु भयो त? पेलेर जाने भाइ केही सिक्नु भयो? यति ठुलो जालो छ, म्यान पावर, एयरलाइन्स देखि लिएर ट्राभल एजेन्सी, विदेशी र स्वदेशी नियोगमा काम गर्ने मानिसहरू, अहिले हाम्रो साथीहरूले सङ्कलन गर्नुभएको प्रमाणमा 3000 जति उजुरी आएका छन्। गाम्भीर्य पटक्कै रहेनछ। उहाँहरूले त लत्तो छोड्न थाल्नु भएपछि हामीले यसलाई समातेका हौँ। हामी आशा गरिएको एउटा उदीयमान राजनीतिक शक्ति भएको हुनाले यति गम्भीर इस्यु, राष्ट्रिय र अन्तर्राष्ट्रिय आयाम बोकेको इस्युलाई हामी यसै छोड्नेवाला छैनौँ। उहाँहरूको निर्वाचन क्षेत्रबाट कोही मान्छे बाहिर गएको छैनन् हो, उहाँहरूलाई मतलब छैन आफ्नो मान्छे बेचिएको? यो प्रश्न त जनताले उहाँहरूलाई अब हरेक दिन सोध्छ। कसरी सुत्नुहुन्छ उहाँहरू मलाई थाहा छैन। यस्तो उधारो सम्झौतामा राष्ट्रिय स्वतन्त्र पार्टी राजनीतिमा नयाँ छ तर बेकुफ छैन। त्यही भएर हामीले चाहिँ यस्तो उधारो सम्झौता, कमिटमेन्ट नभएको सम्झौता, फासफुस पार्ने नियतले गरिएको सम्झौतामा हामी सहभागी हुन सक्ने कुनै गुन्जाइस थिएन। नियत ठिक भएको भए हाम्रो 5 बुँदेबाट संवाद गर्न सकिन्थ्यो, समय सीमामा हामीले अलिकति नेगोसिएट गर्न सकिन्थ्यो। तर नन नेगोसिएबल इस्यु चाहिँ संसदीय छानबिन समिति वा उच्च स्तरीय न्यायिक आयोगमै चाहिँ हाम्रो अडान थियो। अन्य कुराहरूमा बरु गृहमन्त्रीको राजीनामा पनि पछि आउने गरेर हामी एकछिनलाई सदाशयता देखाउने मनस्थितिमा पनि थियौँ। आज बोलिहाल्नु भयो हैन, त्यो पनि पेलेरै बोल्नु भयो। यस्तो उधारको सम्झौता पनि म भन्दिनँ साथीहरू। उहाँहरूले जुन त्यो अध्ययन समिति बनाउनु भएको छ नि, हरेक मन्त्रालयले त्यो अध्ययन समिति धेरै बनाउँछ। नारायण काजीजी हाम्रो पूर्व गृहमन्त्री हुँदाखेरि हाम्रो पूर्व मुख्य सचिव लीलामणि पौडेलको अध्यक्षतामा ठुलो जम्बो टोलीले गृहको सुधार कसरी गर्ने भनेर अध्ययन गर्नु भएको थियो। साथीहरू अलिकति अहिले भर्खरै देखिहाल्नु, यो आन्तरिक हाम्रो चाहिँ डोमेस्टिक इस्यु मात्र रहेन। अब राष्ट्रिय सुरक्षासँगै गाँसिएको अन्तर्राष्ट्रिय आयामबारे अहिले हाम्रो विदेश विभाग प्रमुख शिशिर खनालले धेरै गम्भीर कुराहरू राखिसक्नु भएको छ। यसमा हामीले तपाईहरुलाई चासो होला, रासोपाले चाहिँ अहिलेको यो नेकपा माओवादी र सरकार पक्षबीच जुन सहमति भयो त्यसमा किन सहभागी भएन भन्ने चासो यहाँहरूलाई छ। केही दिनदेखि हामीले नै 5 बुँदे प्रस्तावहरू राखेका थियौँ, यहाँहरू सबैलाई थाहा छ। यसमा चाहिँ त्यो ठोस प्रतिबद्धता आएन। हामीले उच्च स्तरीय छानबिन आयोग वा समिति भनेका थियौँ। यसमा सरकारलाई विकल्प पनि दिएका थियौँ कि जाँचबुझ आयोग 2026 अन्तर्गत बहालवाला वा पूर्व न्यायाधीशको अध्यक्षतामा एउटा न्यायिक आयोगतिर हामी जाउँ। त्यो गर्नुहुन्न भने बढी पोलिसी इस्युतिर जाने हो भने चाहिँ संसदीय छानबिन समितिको मोडलमा हामी चाहिँ जुन सहकारीको विषयमा यहाँ राम्रो अभ्यास पनि भएको थियो, शिशिर खनाल त्यसैमा चाहिँ बसेर धेरै नीतिगत सुझावहरू पनि दिन सक्नुभएको थियो। हामीलाई लागेको थियो उहाँहरू यत्रो ठुलो इस्युप्रति गम्भीर हुनुहुन्छ भन्ने लागेको थियो। त्यो गाम्भीर्य पटक्कै रहेनछ। उहाँहरूले त लत्तो छोड्न थाल्नु भएपछि हामीले यसलाई समातेका हौँ। हामी आशा गरिएको एउटा उदीयमान राजनीतिक शक्ति भएको हुनाले यति गम्भीर इस्यु, राष्ट्रिय र अन्तर्राष्ट्रिय आयाम बोकेको इस्युलाई हामी यसै छोड्नेवाला छैनौँ। यो अनन्तकालीन हाम्रो सङ्घर्ष आजदेखि शङ्खनाद गरिएको छ। यो आम नेपाली जनताले चाहिँ म सन्देश पनि दिन चाहन्छु हाम्रो पार्टीका तर्फबाट। अर्को समय सीमा पनि छैन, कहिलेदेखि सुरु गर्ने, टिओआर के हो, कहिले सम्पन्न गर्ने हो, त्यो
म्यान्डेट र ऊ पनि छैन। यस्तो उधारो सम्झौतामा राष्ट्रिय स्वतन्त्र पार्टी राजनीतिमा नयाँ छ तर बेकुफ छैन। त्यही भएर हामीले चाहिँ यस्तो उधारो सम्झौता, कमिटमेन्ट नभएको सम्झौता, फासफुस पार्ने नियतले गरिएको सम्झौतामा हामी सहभागी हुन सक्ने कुनै गुन्जाइस थिएन। नियत ठिक भएको भए हाम्रो 5 बुँदेबाट संवाद गर्न सकिन्थ्यो, समय सीमामा हामीले अलिकति नेगोसिएट गर्न सकिन्थ्यो। तर नन नेगोसिएबल इस्यु चाहिँ संसदीय छानबिन समिति वा उच्चस्तरीय न्यायिक आयोगमै चाहिँ हाम्रो अडान थियो। अन्य कुराहरूमा बरु गृहमन्त्रीको राजीनामा पनि पछि आउने गरेर हामी एकछिनलाई सदाशयता देखाउने मनस्थितिमा पनि थियौँ। त्यसैले म सकौँ है, पक्रुस् म सकौँ। त्यसैले यो इस्यु यसरी भइसकेपछि हामी आजको सम्झौतामा सहभागी भएनौँ र 4-5 वटा मुद्दामा हामीले उत्तर खोजिरहेका छौँ। आज उहाँले के बोल्नुभयो भने पछि हेरौँला, सुनौँला, जाँगर चल्यो भने सुनौँला। तर तपाईहरुले गम्भीर आरोप लाउनु भएको छ। तपाईहरुले नक्कली पीडित खडा गरेर पार्टी कार्यालयमा बसेर नक्कली त्यो पीडित उहाँहरूलाई त यसको व्यापक अनुभव छ। नक्कली उजुरी र नक्कली केसहरू, नक्कली मुद्दाहरूमा त उहाँको त व्यापक अनुभव छ। त्यही अनुभवबाट बोल्नुभयो होला। प्रमाण ल्याउनुहोस्, आफै नाइके हुनुहुन्छ मन्त्रालयको, गृह प्रशासनको, कारबाही गर्नुहोस् हैन। त्यसमा बताएर पक्रुस्, बोल्न दिनुहोस् न। त्यसैले 5 वटा मुद्दामा हामीले यो छ, उहाँको वाचमा भएको, उहाँको मुनिका निकायहरू, अध्यागमन विभाग हैन, त्यसपछि प्रहरी प्रशासन, सिआइबी, यो साराको चाहिँ संलग्नता भएको भनेर आइरहेको छ। एउटा तीर्थ भट्टराईले घुस खाएको इस्यु मात्र होइन यो। अख्तियारले चाहिँ एउटा सार्वजनिक ओहदा ग्रहण गरेको व्यक्तिले व्यक्तिगत निजी लाभ लियो कि लिएन भन्ने मात्र विषयमा उसको सेरोफेरोमा हुन्छ। हामी सङ्गठित अपराधको कुरा गरिरहेका छौँ। यति ठुलो जालो छ। म्यान पावर, एयरलाइन्सदेखि लिएर ट्राभल एजेन्सी, विदेशी र स्वदेशी नियोगमा काम गर्ने मानिसहरू, अहिले हाम्रो साथीहरूले सङ्कलन गर्नुभएको प्रमाणमा 3000 जति उजुरी आएका छन्। 3000 जति उजुरी। त्यो बुझाउँछौँ हामी, सम्बन्धित निकायलाई बुझाउँछौँ, अख्तियारमा बुझाउँछौँ। गृहमन्त्रीलाई चासो छ भने उहाँको मन्त्रालयमा पनि हामी बुझाउँला। त्यसैले यो जनगुनासोको यावत इस्युजहरू छन्। अर्को, आज मनिष झाले भनिसक्नुभयो, अख्तियारबाट पटक चिठी काटिएको छ, नजरअन्दाज गरिएको छ, अनदेखा गरिएको छ। यसलाई हामीले कर्तव्यच्युत को चाहिँ संज्ञा दिएका छौँ। अङ्ग्रेजीमा डेरेलिक्सन अफ ड्युटी भनेका छौँ। त्यसको लागि नैतिकताको ठुलो पाठ पढाउने, उपदेश दिने गृहमन्त्रीले पोहोर यहीँ भन्नुभयो होइन, प्रश्न तिर्सिना साथ कुनै पनि माननीय मन्त्रीले चाहिँ राजीनामा दिनुपर्छ भन्ने आफैले बनाएको होइन त्यत्रो मानक। आज कुन नैतिकतामा चाहिँ रोस्टरमा उभिएर अरूलाई उपदेश फेरि दोहोऱ्याउँदै हुनुहुन्थ्यो। यी यावत इस्युहरू छन्। अर्को, हाम्रो पार्टीका सभापति गृहमन्त्री हुनुहुँदाखेरि धेरै रिफर्महरू गरिएको थियो। त्यो जम्मैलाई रिभर्स गरिएको छ, उल्टाइएको छ। त्यसैले यो नैतिकताको विषय, सङ्गठित अपराधको प्रमाण घुस कसरी बाँडिन्थ्यो भन्ने सफ्टवेयरको समेत चाहिँ न्युज आइसकेको छ हैन। नैतिकताको विषय, डेरेलिक्सन अफ ड्युटीको विषय, जनप्रमाणको यत्रो ठेलीका ठेली अब हामी संसदमा ल्याएर पढ्छौँ। अब यो जनताले दिएका कुराहरू सबै हामी पढ्छौँ। र 5औं चाहिँ गरिएका सुधारहरू, हाम्रो कार्यकालमा भएका सुधारहरूलाई रिभर्स गरिएको छ। कारबाही गरिएको व्यक्ति, सम्बन्धित मन्त्री हटेको तेस्रो दिन चाहिँ फर्काएर राखिएको छ। यसको अकाउन्टेबिलिटी हुनु हुँदैन। यति ठुलो चाहिँ मानव बेचबिखन र तस्करीको सञ्जाल तोड्नको लागि गाम्भीर्य खै, श्रीतिनहरूमा गाम्भीर्य खै, त्यो प्रश्न हामी उठाउँछौँ। र यो मुद्दा यहाँ त साइलेन्स गर्न सकिन्छ, माइक्रोफोन छैन। यो आज नै स्वर एकदम चाहिँ हाम्रो नाराबाजीले गर्दाखेरि होइन बुलन्द गरेका छौँ, तर यो जनतामा चाहिँ हामी लान्छौँ। त्यसैले यो समग्रतामा किन आज सही गरेनौँ र मुद्दाहरू किन अब जीवित छन् र यसलाई हामी सशक्त रूपमा अगाडि लान्छौँ भन्ने कुरा मैले राख्न चाहेँ। संसदीय अभ्यासमा केही गल्तीहरू भएको छ भने व्यक्तिबाट होइन है, पार्टीबाट यो सांसदहरूको चाहिँ नि मुख बन्द गर्नु हुँदैन थियो भने एउटा स्वीकारोक्ति चाहिँ आउनुपर्छ। हामीले गल्तीबाट सिक्ने कसरी, गल्ती भयो भनेर पहिला अक्नोलेज गर्नु पर्यो नि। त्यो त यस्तो के भन्छ, हामीभन्दा 10 टाइम्स लङ्गर एक्जिस्टेन्स भएको पार्टीलाई हामीले सिकाउनु पनि खोजेको। उहाँले रविजीलाई बोल्न नदिएको त्यो गल्ती थियो भनेर पार्टीले एकताली एडमिट गरोस् ताकि अबको आउने जुनसुकै सांसदहरूले पनि, मन्त्रीले पनि आफ्नो कुरा, त्यो बेसिक ह्युमनको जुन हाम्रो राइट हुन्छ त्यो चाहिँ नि एक्सर्साइज गर्न पाओस्। अहिले त मलाई लाग्दैन नेपाली काङ्ग्रेसले सिक्यो। हामीले त नेपाली काङ्ग्रेसलाई सिकाउनलाई उहाँहरूलाई भनेको पनि हो, सही हो, तपाईँहरूले एकताली एक्सेप्ट गरिदिनुहोस्। त्यो बेला पनि मिस्टेक थियो, त्यो मिस्टेक एडमिट गरिसकेपछि पो अगाडि जान्छ। उहाँहरूले के सिक्नुभयो त? पेलेर जाने भाइ केही सिक्नुभयो? अहिले उहाँहरूको जुन कोएलिसन छ त्यहाँबाट पेलेर जाने भाइ उहाँहरूले त केही सिक्नु भएन। सो यो चाहिँ नि मैले सबैलाई अनुरोध गरेँ, बोल्नु पाउनु सबैले पर्छ, तर त्यो गल्तीको स्वीकारोक्ति नै छैन भने त उहाँहरूलाई त हामीले सिकाउनु पर्यो नि होइन। हामी 3 वर्षको पार्टी भए पनि एकदम क्लियर होइन। हजुर, मैले फेरि तपाईँलाई सम्झाएँ,
संसदीय अभ्यासमा गल्ती भइसकेपछि त्यो गल्ती थियो भनेर स्वीकारोक्ति अहिलेसम्म नेपाली कांग्रेस पार्टीले एउटा विज्ञप्ति ल्याएछ, संसदमा बोलेछ छैन। त्यो त हामीले सिकाउनु पर्यो नि एकअर्कालाई अभ्यासबाट, होइन? त्यो सिकोस् भनेर हाम्रो भित्रैदेखिको आकांक्षा हो। त्यो पनि उहाँहरूले सिक्नु भएन जस्तो लाग्छ। उहाँहरूलाई हामीले भनेको पनि हो, तपाईँहरूले एडमिट गर्नुहोस् न त, 22 डेजसम्म बोल्न नदिने कसैलाई इट वाज फन्डामेन्टल भायोलेसन अफ ह्युमन राइट भनेर, एकदम सिम्पल। आज बोलिहाल्नुभयो, होइन? त्यो पनि पेलेरै बोल्नुभयो। यस्तो उधारको सम्झौता पनि म भन्दिनँ साथीहरू। उहाँहरूले जुन त्यो अध्ययन समिति बनाउनु भएको छ नि, हरेक मन्त्रालयले त्यो अध्ययन समिति धेरै बनाउँछ। नारायण काजीजी हाम्रो पूर्व गृहमन्त्री हुँदाखेरि हाम्रो पूर्व मुख्य सचिव लीलामणि पौडेलको अध्यक्षतामा ठुलो जम्बो टोलीले गृहको सुधार कसरी गर्ने भनेर अध्ययन गर्नुभएको थियो। त्यसमा प्रिजन रिफर्मको, इमिग्रेसनको, सबैको ओएनएम गर्नुपर्छ, सबै कुरा लेखेको थियो। अब त्यो अध्ययन प्रतिवेदन त कार्यान्वयन गर्ने होला नि त, होइन र? अझ फेरि अर्को अध्ययन गर्ने। अहिले हामीलाई चाहिएको त हाम्रा मान्छेहरू बेचिएका छन्, त्यो रोक्नलाई यो जालो, यो म्यासिभ नेटवर्क जुन छ त्यसलाई रोक्नु पर्यो भनेको हो। अघि तपाईँले हाम्रो शिशिरजीले भन्नुभएको कुरा पनि सुनिहाल्नुभयो, होइन? नेपालमा मात्र होइन, विदेशीहरूले सुद्धा तिमीहरूको पार्लियामेन्टेरियन सुद्धा छ यसमा भनेपछि संसदीय छानबिन समिति बनाउनु परेन? यो पनि जो मान्छे त्यो छानबिन गर्नेको नाइके हो, जसलाई 9 चोटि अख्तियारले पत्र पठाए पनि बाल मतलब छैन, उसैलाई नाइके मानेर हामीले उसले चाहिँ गर्छ भनेर थपडी बजाएर बस्दिनु पर्ने बजाइन्न हजुर। उहाँको राजीनामा त चाहिन्छ, यो उच्च स्तरीय छानबिन आयोग पनि चाहिन्छ, समिति पनि चाहिन्छ। अनि यस्तो ठुलो कुरालाई यस्तो सामान्यकरण गर्ने उहाँहरूको निर्वाचन क्षेत्रबाट कोही मान्छे बाहिर गएको छैनन् हो? उहाँहरूलाई मतलब छैन आफ्नो मान्छे बेचिएको? यो प्रश्न त जनताले उहाँहरूलाई अब हरेक दिन सोध्छ। कसरी सुत्नुहुन्छ उहाँहरू मलाई थाहा छैन। धन्यवाद। पछाडि हट्नुभयो र गृहमन्त्रीले पनि 1 महिनाभित्र हामी गठन गर्छौँ छानबिन समिति भन्नुभएको छ। यो कस्तो छानबिन समिति हो? सम्झौता पत्रमा पनि उल्लेख छैन। छानबिन चाहिँ अब यसमा चाहिँ न्यायिक आयोग पनि हुनसक्छ, छानबिन अरू खालको समितिहरू पनि गर्ने सरकारले नै गर्ने गर्छ। त्यसमा सरकारले हामी एउटा उपयुक्त संरचना बनाउँछौँ भनेको हुनाले 1 महिनाभित्र त्यो संरचना हामी हेर्छौँ। मुख्य कुरा चाहिँ कुन संरचना भन्दा पनि भिजिट भिसा लगायतका कुराहरूमा अध्यागमनबाट हुँदै आएका चलखेलहरू, अनियमितताहरू, भ्रष्टाचारजन्य कामहरू, त्यहाँबाट मान्छेलाई बेचबिखन गर्ने सम्मका कुराहरू उठेका छन्। त्यो कुरोमा प्रष्ट रूपले अनुसन्धान गरोस्, अध्ययन गरोस्, छानबिन गरोस् र त्यसबाट त्यहाँ दोषी देखिएकाहरूलाई कारवाही गरोस्। बाँकी नीतिगत सुधार गर्ने, संरचनागत सुधार गर्ने कुराहरू गरोस्। त्यो सरकारको प्रतिबद्धता भएको हुनाले ठोस प्रतिबद्धताका आधारमा हामी संसदलाई नियमित गरेका छौँ। हामी बसेका छैनौँ, हामी उभिएका छौँ। यतिसम्म पनि तपाईँले हेर्नुहुन्न भने म तपाईँसँग के कुरा गरौँ? होइन, तपाईँ बस्नु भएको थियो, छैन, हामी बस्नु भएको छैन। देखेको कुरा होइन, तपाईँले झुटो कुरा बोलेको र सबैका अगाडि छलकपट गरेको। संसदको रेकर्ड हेरे हुन्छ नि। हामी गृहमन्त्री बोल्दै गर्दा हामीले उभिएका छौँ। गृहमन्त्री बोलिसकेपछि हामी बसेका हौँ। अब बोलिसकेपछि के गर्ने? सन्तुष्ट होइन। गृहमन्त्री बोलिसकेपछि हामीले के गर्ने? बोल्दै गर्दा हामीले उभिएका छौँ, बोलिसकेपछि हामी बसेका हौँ। र अर्को कुरा के हो भने स्पष्टका साथ अहिले पनि हामी छानबिन समिति आवश्यक छ र अहिलेको मात्र होइन, 2064 सालदेखि अहिलेसम्मको सबै छानबिन समिति आवश्यकता छ। यो एकजना गृहमन्त्रीको मात्र प्रकरण होइन, यो लामो समयदेखि हुँदै आएको छ। यसको छानबिन हुनुपर्छ। धन्यवाद। जुन भिजिट भिसा र मानव तस्करीको विषय छ त्यो अत्यन्त गम्भीर छ भनेर मैले सदनमा सुरुमा नै उठाएको थियो। यो कुनै एउटा अख्तियारले भ्रष्टाचार अथवा घुसको लेनदेनको विषय मात्रै होइन, यो एकदमै सङ्गठित रूपमा गरिएको अपराध हो र यसलाई अन्तर्राष्ट्रिय रूपमा पनि नेपालको मान सम्मान गिरिराखेको छ। यो डोमेस्टिक इस्यु नेपालको मात्रै विषय होइन कि यो अन्तर्राष्ट्रिय रूपमा चासो दिएको विषय हो भनेर म तपाईँहरूलाई एउटा रिपोर्टको अलिकति सारांश पनि देखाउँछु। यो अमेरिकाको विदेश मन्त्रालय US डिपार्टमेन्ट अफ स्टेटको 2024 को ट्राफिकिङ पर्सन्स रिपोर्ट भनेको नेपाल खण्ड हो। यसले के भन्छ भने नेपाललाई उहाँहरूको मूल्याङ्कनमा नेपाललाई चाहिँ डाउनग्रेड गरिएको छ र वाच लिस्टमा टायर 2 वाच लिस्टमा 2024 मा नेपाललाई राखिएको छ भन्छ। किन नेपाललाई राखियो त? नेपालले के गरेन त? नेपालले केही नीतिगतहरू काम त गरेन। तर यो रिपोर्टले के भन्छ भने म अङ्ग्रेजीमै यहाँहरूलाई पढेर सुनाउने अनुमति चाहन्छु। जो सरकारमा हुनुहुन्छ, सरकारी व्यक्ति, राजनीतिक व्यक्तिहरूको संरक्षणमा
यो काम भइराखेको छ, ह्युमन ट्राफिकिङ भइराखेको छ भनेर अमेरिकाको विदेश मन्त्रालयले भन्छ। के गरेन त नेपाल सरकारले? द गभर्मेन्ट डिड नट रिपोर्ट द स्टेटस अफ केस इन्भल्भिङ allegedly complicit officials previously investigated or charged with trafficking crimes, and some officials previously accused of human trafficking remain in office. जो व्यक्तिहरूमाथि मानव तस्करीसँग सम्बन्धित कुराहरूमा अनुसन्धान भइराखेको थियो त्यो व्यक्तिहरू आज पनि आफ्नो पदमा बहाल रहनु भएको छ भनेर यो अमेरिकाको विदेश मन्त्रालयको रिपोर्टले भन्छ। यसले के पनि भन्छ भने some government officials including parliamentarians, सांसदहरू सहित maintain close ties with employment agencies, resulting in potential conflict of interest. राजनीतिक व्यक्तिहरू इभन सांसदहरू पनि यो जालोमा जोडिनु भएको छ भनेर अमेरिकाको विदेश मन्त्रालयले भन्छ। साथसाथै यसले के पनि भन्छ भने some police and political leaders were allegedly complicit in sex trafficking through financial involvement in adult entertainment sector. भनेको प्रहरी र राजनीतिक नेताहरू सेक्स ट्राफिकिङमा पनि जोडिएको छ नेपालमा भनेर अमेरिकाको विदेश मन्त्रालयले भन्छ। हामीले यो विषयलाई अत्यन्त गम्भीरताका साथ हेरिराखेका छौँ। यो कुनै डोमेस्टिक यो घुसको नागरिकता बनाउन जाँदाखेरि एउटा कर्मचारीले घुस लियो भनेर हामीले गृहमन्त्रीको राजीनामा मागिराखेका होइन अथवा यसमा छानबिन हुनुपर्छ भनेको होइन। यो विषयलाई नेपालले मात्रै होइन अन्तर्राष्ट्रिय रूपमा अत्यन्त चासोको साथ हेरिएको छ र त्यो गम्भीरता सत्तासीन पार्टीहरूले देखाउनुपर्छ भन्ने हाम्रो माग हो। धन्यवाद। सबै राजनीतिक दलका आफ्ना ब्यागेज होलान्, आफ्ना मुद्दा होलान्, आफ्ना सिद्धान्त होलान्, तर जनताको पक्षमा जनताको न्यायको पक्षमा उभिँदै गर्दाखेरि को कति खरो उत्रिने भन्ने कुराको परीक्षाको घडी पनि हो यो। हजुर। र आज पनि रासपाले हिजो उठाएको मुद्दा आज पनि यथावत राखेको छ र सरकार र सबै राजनीतिक दल यो मुद्दामा एक ठाउँमा नउभिने हो र जनतालाई न्याय दिने प्रक्रियामा विशेष गरी मानव तस्करीलाई उन्मूलन गर्ने प्रकरणमा र नेपाली जनतालाई त्यो बेचेर त्यो तस्करीलाई संरक्षण गरिरहने पाटोमा न्याय नगर्ने हो भने जनताले यसको हिसाब किताब राख्नेछन्। त्यसकारण राष्ट्रिय स्वतन्त्र पार्टीले प्रश्नसँग भनेको छ हामीले उठाएका मुद्दा उच्चस्तरीय न्यायिक छानबिन समिति र मानव तस्करीलाई कारबाही र राजीनामा यी प्रकरणका विषयमा उठाएको मुद्दामा हामी कहीँ कतै पनि पछि हटेका छैनौँ र सरकारबाट त्यस्तो स्पष्ट अहिलेसम्म हामीलाई खाका आएको पनि छैन। हामी सोधिरहेका छौँ, भनिरहेका छौँ र यो मुद्दा अब गृहमन्त्रीज्यूसँग मात्र सीमित होइन कि प्रधानमन्त्रीज्यूको तहबाट पनि जवाफ दिनुपर्ने अवस्था आउन सक्छ। त्यसकारण राष्ट्रिय स्वतन्त्र पार्टी कुनै पनि कुरामा विशेष गरी सुशासनको पाटोमा यसरी उठाएको यो मुद्दामा कुनै पनि पाटोमा कम्प्रोमाइज गरेको छैन, गर्दैन र गर्ने छैन। त्यसो भए दुई बुँदे सहमतिमा तपाईँहरूको सहमति नजुटेको हो? राष्ट्रिय स्वतन्त्र पार्टीले 5 वटा बुँदामा प्रश्नसँग आफ्ना कुराहरू राखेको छ र यही विषयमा छलफल चलाउनुहोस् भनेर भनेको छ। यो 5 वटा विषयमा कहीँ कतै पनि संवाद भएको देखिएको छैन भनेर भन्दै गर्दाखेरि पनि त्यही 5 बुँदेको वरिपरि घुमिराखेको भएको छ र अहिलेसम्म पनि र त्यो मुद्दा चाहिँ त्यसैमा किन भइरहेको कुरा पनि सत्य हो। सरकार लचिलो भएको अब छानबिन समिति बनाउन तयार भएको अवस्थामा पनि राष्ट्रपाले अब संसद खोल्दैन त? केही दिन अगाडि सरकारका प्रवक्ताले नै छानबिन समिति बनाउँदैछ भनेर भनेको कुरा त सुनेको हो, तर खोइ त प्रधानमन्त्रीको दलबाट यसको लागि सहकार्य गरेको यो प्रयास गरेको खोइ त कहाँ देख्नुभयो यहाँहरूले? जनताका मुद्दाप्रति सचेत भएको खोइ त? यहाँनिर मान्छे बेचिरहने, जनता बेचिरहने, अध्यागमनबाट बेचिरहने, मानव तस्करीलाई संरक्षण गरिरहने र ती जनतालाई बेचेको पैसा घुस बाँड्नको लागि सफ्टवेयरै बनाएर घुस चाहिँ बाँडिरहने अनि त्यसको छानबिन गर्नुपर्छ भन्दै गर्दाखेरि एक ठाउँमा नउभिने यो त अत्याचार हो नि त जनतामाथि। त्यसकारण राष्ट्रिय स्वतन्त्र पार्टीले यो मुद्दामा कहीँ कतै कसैसँग कम्प्रोमाइज गर्दैन, गर्नु पर्दैन। अब सदनमा एक्लिने सम्भावना त देखिहालियो होइन? प्रमुख प्रतिपक्ष नै मिलिसकेपछि सहमतिमा आइसकेपछि तपाईँहरू के गर्नुहुन्छ? अब कसरी अगाडि बढ्नुहुन्छ? होइन, सदनमा एक्लिने अथवा सदनमा अरू कसैसँग रहने भन्ने कुरासँग त हामी प्रश्न छौँ। राष्ट्रिय स्वतन्त्र पार्टी जुन मुद्दा लिएर यतिखेर आफ्नो भूमिका निर्वाह गरिरहेको छ यसमा प्रतिपक्षले कसले साथ दिने कसले साथ नदिने भन्ने कुरा प्रतिपक्षले निर्णय गर्ने कुरा हो। हामीले त भनिरहेका छौँ हामीले यहाँ सदनबाट उठाएको मुद्दा भनेको राष्ट्रिय स्वतन्त्र पार्टीको मात्र होइन, सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने हो। विशेष गरी मानव बेचबिखनसँग जोडिएको मुद्दा, मानव तस्करीसँग जोडिएको मुद्दालाई एक ठाउँमा उभिएर प्रतिपक्षले उठाइदिनु भयो। यहाँलाई धन्यवाद छ। हामी सबैजना चाहे सरकार पक्ष हो चाहे प्रतिपक्ष हो सबैजना एक ठाउँमा उभिएर यसको निराकरण गर्नुपर्छ भनेर लाग्नुपर्ने बेलामा सशक्त रूपमा प्रतिपक्षमा एक्ल्याउने प्रयास गरिन्छ भनेदेखि यो मुद्दा चाहिँ केही पनि होइन भनेर भन्ने कुरा गरिन्छ भने एउटा कर्मचारीले गरेको भनेर टार्ने कोसिस गरिन्छ भने योभन्दा जघन्य अपराध केही हुँदैन। यसको हिसाब किताब जनताले खोज्छन् भनेर मैले बारम्बार भनिरहेको छु। अझ मलाई यहाँलाई एउटा महत्त्वपूर्ण कुरा भनौँ, यहाँ सदनमा उच्चस्तरीय न्यायिक छानबिन समिति बनाउनुपर्छ भन्ने पाटोबाट मुख फेर्ने र त्यसपछि अनि जनता बेचिरहेका छन्, प्रत्येक दिन मानव तस्करी चङ्गुलमा परिरहेका छन् र त्यसलाई निराकरण गर्नको लागि उच्चस्तरीय न्यायिक छानबिन समिति बनाएर यसको निराकरण गर्नुपर्छ भनेर हामीले उठाएको मुद्दामा यहाँ चाहिँ मुख फेर्ने गर्नु पर्दैन भनेर भन्ने अनि समितिमा गएर चाहिँ ती जनताले न्याय दिनुपर्छ, ती जनताको पक्षमा बोल्नुपर्छ भनेर भन्दै गर्दाखेरि आज
उद्योग वाणिज्य तथा उपभोक्ता हित श्रम समितिमा मैले प्रश्नसँग भनेको थिएँ द्वैध चरित्र कसैले देखाउनु हुँदैन। यो मुद्दामा सक्नुहुन्छ भने एक ठाउँमा उभिनुहोस्, उच्च स्तरीय न्यायिक छानबिन समिति बनाएर नेपाली जनतालाई न्याय दिने बाटोमा सबै सांसदहरू एक ठाउँमा उभियौँ, होइन भने द्वैध चरित्र देखाउनु हुँदैन भन्दै गर्दाखेरि समितिमा भएको हङ्गामा पनि यहाँलाई प्रश्नसँग थाहा होला। त्यसकारण हामी प्रश्न छौँ जहाँ जसरी उभिँदै गर्दाखेरि पनि नेपाली जनताको पक्षमा जनता बेच्नबाट बचाउनको लागि त्यो राज्यले जुन संरक्षण गरिरहेको छ त्यसलाई कारबाही गर्नको लागि वास्तविक अपराधीहरूलाई कारबाहीको कठघरामा उभ्याउनको लागि र आगामी दिनमा नेपाली जनतालाई मानव तस्करीको चङ्गुलबाट बचाउनको लागि अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि बचाउनको लागि पनि यो मुद्दा सशक्त रूपमा उठाउनुपर्छ र हामी उठाइरहन्छौँ। राष्ट्रपति सबै आक्रमक बनेको हो? अब होइन, यसलाई आक्रमक होइन। तपाईँ आजको समितिको बैठकमा पनि तपाईँ निकै चर्किनु भएको थियो। राष्ट्रपा प्रश्नसँग संयमित छ, आफ्नो भूमिका बुझेको छ र आफ्नो जिम्मेवारी बुझेको छ। मैले समितिको कुरा उठिगयो। मैले पाएको समयमा समितिमा मैले नेपाली जनताको तर्फबाट प्रश्न ती कुराहरू राख्दै गर्दाखेरि मैले बोलिरहेको समयमा त्यहाँ आपत्ति प्रकट गरियो। आपत्ति यसकारण प्रकट गरियो कि निकै अगाडिदेखि यो मैले ठ्याक्कै डेट बिग्रिदिएँ 1998देखि हुनुपर्छ नेपालबाट कुवेतमा गएकी एकजना महिला कामी शेर्पा भन्ने एकजना महिलाको आत्महत्या प्रकरणपछि नेपालले घरेलु श्रमिकलाई गल्फ कन्ट्रीमा जाने कुरा बन्देज लगायो। फेरि 30 वर्ष उमेर हद लगायो, त्यसपछि 25 वर्ष उमेर हद लगायो, फेरि पनि त्यसको चाहिँ प्रतिबन्ध लगायो, फेरि छोड्यो, फेरि प्रतिबन्ध लगायो। यो किन भइरहेको रहेछ भन्दै गर्दाखेरि यो राज्यको नालायकीपनबाट राज्यले आफ्ना नागरिकलाई विदेशमा सुरक्षा दिने पाटोबाट त्यो भूमिका खेल्न नसकेको कारणले नेपाली जनता विदेशी हुनु चाहिँ बाध्यता हो, तर उनीहरूको सुरक्षा गर्न सकेनौँ, विशेष गरी महिलाहरूको सुरक्षा गर्न सकेनौँ। त्यसकारण उनीहरूलाई चाहिँ जानै प्रतिबन्ध लगाउनुपर्छ भनेर जुन प्रतिबन्ध लगाएको थियो त्यसलाई खोल्ने कि नखोल्ने भन्ने विषयमा युएई र नेपाल बीचको श्रम सम्झौता पछि खोल्ने कि नखोल्ने भन्ने विषयमा छलफल चलेको थियो। र मैले प्रश्न राखेको कुरा चाहिँ यस्तो महत्त्वपूर्ण विषयमा नेपाली जनतालाई युएईमा विशेष गरी महिला कामदारलाई घरेलु श्रमिकलाई कामदारलाई युएईमा जान दिने कि नदिने भन्ने विषयमा आज छलफल चलाउँदै गर्दाखेरि यो गृह मन्त्रालयको चासोको विषय हो कि होइन, नेपाली जनतालाई विदेशमा सुरक्षा दिन सक्ने विषयमा यति धेरैचोटि प्रतिबन्ध र यति धेरैचोटि खुल्ला गर्दै गर्दाखेरि भएको यो कन्ट्रोभर्सीको पाटोलाई हेरेर नेपाली जनतालाई सुरक्षा दिने पाटोमा गृहमन्त्रीको जवाबदेहिता हुनुपर्छ कि पर्दैन र 20 पटकसम्म मन्त्री भएका मान्छे आज समितिमा उपस्थित नभइकन सिर्फ सांसदहरूले विषयमा किन छलफल गर्नु पर्यो भनेर मैले प्रश्न उठाउँदै गर्दा र मानव तस्करीको अन्त्यको लागि ठाउँमा उभिनुपर्छ भन्दै गर्दाखेरि सबैको आपत्ति थियो। अब हेर्नुहोस्, जनतातिर फर्केर एकचोटि हेर्नुहोस्, यी सबै सांसदहरूलाई म सोध्न चाहन्छु, माननीयज्यूहरूलाई सोध्न चाहन्छु, जनता बेचेको पैसा बाँडिरहने घुसको रूपमा अनि त्यसपछि जनतालाई फेरि आँखामा छारो हाल्ने, बचाउनुपर्छ, सुरक्षा गर्नुपर्छ भनेर यो ढोङ रचिरहने। त्यसकारण मैले प्रश्नसँग हाम्रा कुरा राखेको छु, संयमित भएर कुरा राखेको छु। मलाई मेरो बोल्ने समयमा बोल्न नदिएको कारण, आपत्ति जनाएको कारण, स्वयं धेरै एलिगेसन लगाउने प्रयास गरेका कारण मैले सशक्त रूपमा त्यसको प्रतिवाद गरेको हुँ र यो मेरो अधिकारको कुरा हो। एउटा सार्वभौम सांसदले उसको समयमा बोल्न पाउने उसको सार्वभौम अधिकार हो र नेपाली जनताले मत दिएर पठाएको सांसदको अरू जति अधिकार छ त्यति नै मेरो अधिकार छ। मैले त्यहाँ पनि मेरो समयभित्र बोलेको र मेरा जनताको आवाज मैले बोल्दै गर्दाखेरि त्यहाँ कसैलाई आपत्ति हुन्छ भने त्यो आपत्तिलाई मैले खासै पछिल्लो समय छ नि तपाईँको सभापति रवि लामिछानेले जेलभित्रबाट एउटा सन्देश पठाउनु भयो, त्यो सन्देश पछाडि झन् रासपा अलि आक्रामक रूपमा प्रस्तुत भयो भन्ने किसिमको पनि चर्चा चलिरहेको छ, के हो यथार्थ हो? किन 2 दिन अगाडिसम्म चाहिँ यहाँहरूले रासपाले उठाएका मुद्दा त्यति सशक्त लागेका थिएनन् र हामीले मुद्दामा कहाँ परिवर्तन भएका होइन? अब त भिड्ने अवस्थामै पुग्नु भयो नि त। होइन, सदनमा भिड्ने या नभिड्ने भन्ने कुरा होइन। प्रमुख प्रतिपक्ष सहमतिमा आइसक्यो, रासपा आएको छैन। सार्वभौम सदनमा सार्वभौम सांसदहरूको उपस्थिति सार्वभौम जनताले दिएको मतका कारण भएको हो र ती जनतालाई प्रति प्रतिबद्धता जाहेर गर्दै गर्दाखेरि हामी सुशासनको पाटोमा खर उत्रिन्छौँ भनेर हिजो प्रतिबद्धता गरेर आएका सबै सांसद होइनन् र यो सार्वभौम सांसदमा त्यसपछि ती प्रतिबद्धता जाहेर गरेर आएका ती माननीयज्यूहरूले आज दलको हुइप मानेकै कारण मानव बेचबिखन विरुद्धको मुद्दा, मानव तस्करी विरुद्धको मुद्दा सहजै छोड्दिन, दलको हुइपका कारण सहजै छोड्छन् भनेदेखि हामीले यसको आवाज नउठाउने? अब हामीलाई एक्लियो अथवा अरू दलले छोडे, त्यसकारण यो चाहिँ एकदमै कडा रूपमा प्रस्तुत भयो। यावत जेसुकै एलिगेसन लगाए पनि मुद्दा त मुद्दा हो नि त। यो मुद्दाको निराकरण गर्ने र नेपाली जनतालाई बेचिनबाट बचाउने सबैको दायित्व होइन र? खोइ त यो मुद्दामा केन्द्रित भएको, यो मुख्य मुद्दालाई पाखा लगाएर अरू विषयमा ध्यान केन्द्रित गर्ने कोसिस गरिएको छ र विशेष गरी सरकार सञ्चालनमा रहेको मुख्य दल नेकपा एमाले यो प्रति त्यति धेरै संवेदनशील नभएको देखिएको छ। हामी अनुरोध गर्न चाहन्छौँ सम्माननीय प्रधानमन्त्रीज्यूलाई, नेपाली जनतालाई न्याय गर्ने अवस्थामा यहाँहरू चुक्नु भयो भने यहाँ जनताले हिसाब राख्नेछन्। राष्ट्रिय स्वतन्त्र पार्टीले त यो मुद्दा सशक्त रूपमा उठाएको मात्र हो। त्यसो भए अब सदन चल्यो भने तपाईँ कसरी अगाडि बढ्नुहुन्छ? रोस्टमै घेर्ने अवस्थामा पुग्नुहुन्छ कि के हुन्छ? अलिकति बताइदिनुहोस् त हामी नेपालीहरूलाई। त्यो त त्यहाँभित्रको वातावरण अनुसार तय हुने कुरा हो। पेलेर पनि चलाउने अवस्था हुन सक्छ। सम्माननीय सभामुखज्यूले
सदनमा सम्मानित सदनमा प्रतिपक्षको एउटा सांसद उठेर विरोध जनाउँदै गर्दाखेरि त्यो सदनको विरोध हो, सदन चल्दैन भन्ने कुराको मूल्य मान्यतालाई कसरी अगाडि बढाउनुहुन्छ, कसरी यो सदन अगाडि बढ्छ, त्यही प्रक्रिया अन्तर्गत हामीले जनताको तर्फबाट उठाएको मुद्दालाई सशक्त रूपमा लिएर अगाडि बढिरहन्छौँ। त्यो वातावरण सिर्जना गरिए अनुसार सरकारको प्रस्तुति अनुसार त्यही अनुसार तय हुन्छ। यो विषय चाहिँ अहिले यहाँ मैले भन्ने अहिले यहाँ यसरी गर्छौँ भनेर जानकारी गराउने विषय होइन। गृहमन्त्रीले बोल्न चाहनुभयो भने राष्ट्रसभाले चाहिँ बोल्न दिन्छ कि दिँदैन? होइन, यो बोल्न पाउने अधिकारबाट कोही वञ्चित हुनु पर्दैन यस सम्मानित सदनमा, सार्वभौम सदनमा। तर मुख्य कुरा भनेको मुद्दामा सम्बोधनको प्रतिबद्धता जाहेर होस् न। त्यो चाहिँ बोलेर सम्बोधन गर्ने होला, प्रतिबद्धता जाहेर गर्ने होला कि पहिले विषय आउन सक्छ। हामीले बोल्नै नदिने भन्ने कुरा गरेकै छैनौँ। बोल्न पाउनुपर्छ भन्ने कुरामा त हाम्रो सुरुदेखिको माग पनि हो। तर के हो भने मुद्दालाई एक्नोलेज गरिँदैन भने मुख्य कुरा नेपाली जनतालाई, फेरि पनि यहाँ हेर्नुहोस् है, नेपाली जनतालाई त्यो सङ्गठित रूपमै बेच्ने प्रकरणमा राज्य संयन्त्रले संरक्षण गर्छ, राज्य संयन्त्र जोडिन्छ, गृह मन्त्रालय अन्तर्गतका संरचना जोडिन्छन् भने अनि यहाँ गृहमन्त्रीले स्पष्टीकरण दिनुभन्दा अगाडि मुद्दा एक्नोलेज भएको प्रतिबद्धता आओस् न। गृहमन्त्रीले बोल्न नपाउने भन्ने कुरा त छँदै छैन नि, किन नपाउने? प्रत्येक सांसदले प्रत्येक मन्त्रीले बोल्न पहिला पनि त्यहाँ बोलेरै हामी प्रतिबद्धता जनाउँछौँ भन्ने कुराहरू गर्नुभएको थियो तपाईँहरू सरकारमा हुँदाखेरि, आफ्ना कुरा राख्छौँ भन्नुभएको थियो। यसपालि चाहिँ गृहमन्त्रीले बोल्न नपाउने त्यस्तो हो र? होइन, हामीले गृहमन्त्रीले बोल्न नपाउने भनेर यो शब्दावली कहाँ उच्चारण गरेका छौँ र? बोल्न पाउने या नपाउने भन्ने कुरा त सरकारको प्रस्तुति अनुसार पो तय हुन्छ त। आज प्रतिपक्षमा हाम्रो आवाज त बोल्न दिएको छैन भनेदेखि त्यहाँ कसले बोल्न पाउने कसले बोल्न नपाउने त सरकारले तय गर्ने कुरा हो नि। हामीले उठाएको मुद्दालाई एक्नोलेज गर्ने कि नगर्ने प्रश्न यो 3 करोड नेपाली जनताको प्रश्न हो। सरकारलाई, ठुला राजनीतिक दललाई, सबैलाई प्रतिपक्षबाट आज मुद्दा छोड्दै हुनुहुन्छ, उहाँहरूलाई पनि हो। सुशासनप्रतिको मुद्दा यहीँ छोड्दै गर्दाखेरि कहाँ पुगिन्छ? उहाँले चाहिँ तपाईँहरूले प्रतिशोध साध्नुभयो भन्ने छ। ठिकै छ, गृहमन्त्रीले नै पनि ठिकै छ। नेपाली जनता बेचिने प्रकरण विरुद्ध आवाज उठाउँदै गर्दाखेरि प्रतिशोध साधिन्छ भने यो प्रतिशोधै छ। हामी जनताको तर्फबाट त्यसलाई प्रतिशोधको रूपमा स्वीकार तयार छौँ। धन्यवाद, नमस्कार। 2082 साल जेठ 13 गतेदेखि अहिलेसम्म लगभग 18-19 दिन भयो। अनि 19 दिनमा 11वटा बैठक हामीले सबै प्रतिपक्षीहरू एक ठाउँमा उभिएर बैठक, सङ्घीय सदनको बैठक चाहिँ अवरोध गरिराखेको थियौँ। हामीले अवरोध गर्ने कारण चाहिँ के थियो भने भिजिट भिसा प्रकरण र त्यो मार्फत भइराखेको मानव तस्करी चाहिँ त्यसको छानबिन हुनुपर्छ, त्यो रोकिनुपर्छ, त्यसमा कोही पीडित छन् भने न्याय पाउनुपर्छ भनेर यो मागसहित र त्यसको निराकरणको लागि हामीले 5 बुँदे उपाय पनि सुझायौँ कि यो 5 बुँदा यसरी गरेर अगाडि बढ्दाखेरि समाधान हुनसक्छ भनेर हामीले 7 दिनभित्र कुनै एउटा समिति गठन गरौँ, छानबिन समिति उच्च स्तरीय, त्यसमा संसदीय पनि हुनसक्छ, अरू न्यायिक छानबिन समिति पनि हुनसक्छ, त्यो एउटा गरौँ। अर्को कुरा भनेको यसलाई सधैँको लागि समाधान गर्नलाई के गर्न सकिन्छ भनेर एक किसिमको निर्देशन तयार गरौँ, त्यो अनुसार काम गरौँ भनेर गृह मन्त्रालयको विभिन्न निकायहरूको समस्या सुधारको लागि विगतमा पनि यस्तो अभ्यास भएको छ। तर के भयो भने त्यो संसदीय समिति जस्तो पावरफुल प्र्याक्टिस नभएकोले, न्यायिक आयोगको पावरफुल प्र्याक्टिस नभएकोले, जस्तै माननीय नारायण काजी श्रेष्ठजी गृहमन्त्री हुँदै गर्दाखेरि पूर्व मुख्य सचिव लीलामणि पौडेलको नेतृत्वमा पनि एउटा छानबिन, यो कसरी क्षमता अभिवृद्धि गर्न सकिन्छ, विभिन्न समस्याहरू कसरी समाधान गर्न सकिन्छ भनेर त्यो बेला पनि भनेको थियो। तर त्यही भित्रबाट बनाएको समिति जुन संसदीय समिति थिएन, विभिन्न एउटा टास्क फोर्स जस्तो मात्र थियो, त्यसको एक्जिक्युसन नभएकोले गर्दा समस्या समाधान चाहिँ कहिले पनि भएन। त्यसैले हामीले चाहिँ एउटा विशेष अधिकार सहितको, विशेष निर्देशन दिन सक्ने सहितको संसदीय छानबिन विशेष समिति बन्नुपर्छ, त्यो न्यायिक समिति भए भनेर हामीले राखेको थियौँ होइन। अनि त्यो राख्दै गर्दाखेरि उहाँहरूले चाहिँ यसमा परेन, यो अब कर्मचारीले नै काम गरिहाल्छ, एउटा नेपाल सरकारले नै समिति बनाइहाल्छ, अनि अख्तियारले काम गरिराखेकै छ भन्ने जस्तो उहाँहरूले तर्कहरू राख्नुभयो, जुन हाम्रो लागि स्वीकार्य भएन। त्यसमा माओवादीले केही दिनको लागि त्यो के भन्छ नि शङ्काको सुविधा दिउँ भनेर उहाँहरूले चाहिँ त्यसलाई स्वीकार्नुभयो। हामीले चाहिँ होइन, यो यत्रो ठुलो प्रकरणमा पनि शङ्काको सुविधा दिन हुन्छ र दिइन्छ र भनेर हामीले मानेनौँ। त्यसैले गर्दा आज अब केही दिनको शङ्काको सुविधा दिएर अगाडि बढ्नको लागि माओवादी र समाजवादी लगायत अरू प्रतिपक्ष दलहरू तयार हुनुभयो। हामी चाहिँ त्यसमा मानेनौँ र हामी नियमित रूपमा जसरी विरोध भइराखेको छ त्यसैलाई निरन्तरता दिने निर्णयमा राजसभा त एक्लियो नि,
एक्लिए त के भयो त हैन। हामी पार्टी बनाउँदाखेरि पनि एक्लो एक्लो नै पार्टी बनाएको, सधैँ संयन्त्र बनाएरै, सधैँ प्रतिपक्ष वा सत्ता पक्षमा सबैसँग गठबन्धन बनाएरै हिँड्छौँ भनेर त राजनीति गरेको होइन। यसलाई स्वाभाविक रूपमा पनि र सहज रूपमा पनि के लिनुपर्छ भने पार्टी फरक नै यस्तो यस्तो धारणा फरक भएर हो, रणनीति र बुझाइ फरक भएर पार्टी फरक हो। तर यो भन्दै गर्दा आज माओवादी र हाम्रो बाटो फरक हुने निर्णयमा पुग्दै गर्दाखेरि यो 18-19 दिनसम्म सबै प्रतिपक्षलाई एक ठाउँमा उभाउनको लागि पूर्व प्रधानमन्त्री र नेकपा माओवादीको अध्यक्ष प्रचण्डज्यूले जुन पहल गर्नुभयो, जुन अभिभावकत्व निर्वाह गर्नुभयो, त्यो प्रति हामीले सम्मान व्यक्त गर्नैपर्छ। साथै समाजवादी लगायत अरू दलका नेताहरू जुन साथमा आउनुभयो, यति दिन हामी एउटा सहकर्म र सहयात्रामा रह्यौँ, त्यो प्रति पनि हाम्रो सम्मान छ। उहाँहरू फर्केर उता जानुभयो, फरक बाटो जानुभयो, गुनासो छैन। हामी फरक हौँ किनकि फरक पार्टी हौँ, फरक सिद्धान्त छ, फरक रणनीति छ। त्यसैले गर्दाखेरि कसैले कुनै कोणमा कुनै मोडमा आएर फरक निर्णय लिन्छ भने त्यसलाई स्वाभाविक रूपमा लिनुपर्छ र त्यसप्रति उहाँहरूप्रति पनि सम्मान छ। यति दिनको साथमा त सम्मान दिनु पर्यो नि। अबको संसद बैठकमाथि तपाईँहरूको भूमिका कस्तो हुन्छ? अब हाम्रो जुन माग छ, जुन 5 बुँदे माग छ, त्यो माग यथावत राखेर हामी जसरी हिजो अस्तिको बैठकहरूमा प्रस्तुत भइराखेको थियौँ त्यसरी नै प्रस्तुत भनेको के अवरुद्ध गर्नुहुन्छ? हजुर, त्यसरी नै प्रस्तुत हुन्छौँ हामी। भनेको संसद त नचल्ने भयो नि। अब हेर्दै जाउँ न, त्यो त उहाँहरूले पनि जिम्मेवारी लिनुपर्छ नि। हामीले मलाई मेरो भत्ता बढाइदेऊ, मलाई घर किनिदेऊ, गाडी थपिदेऊ भनेर त माग राखेको होइन नि। यो देशको जनता जुन भिजिट भिसा मार्फत अध्यागमनमा ठगिँदैछ, उनीहरूलाई न्याय देऊ भनेर पो माग राखेको। यसमा त हामी नयाँ पार्टी भन्दा यो 7 दशकदेखि राजनीतिक अभ्यास गरिरहेको पार्टीहरू झन् धेरै जिम्मेवार हुनुपर्ने होइन र नेपाली जनतालाई न्याय दिनको लागि। तर हामीले चौथो दलले याचना गरिराख्ने, माग राखिरहने, दबाब दिइराख्ने अनि पहिलो दोस्रो दललाई चाहिँ मतलबै नहुने। सबैभन्दा ठुलो के हुन्छ भने मैले धेरै ठाउँमा भन्ने गरेको छु, यो निड असेसमेन्ट भन्छ नि, त्योभन्दा अगाडि चाहिँ रियलाइजेसन अफ निड हुन्छ। यसको आवश्यकता छ है। अहिले हाम्रो सबैभन्दा ठुलो गुनासो नै सत्ता पक्षको दुईवटा दलमा उहाँको नेताहरूको कतै हाउभाउ भाषाहरू सुन्दै गर्दा यो समस्या नै होइन जस्तो प्रस्तुत हुनुहुन्छ उहाँहरू। यो समस्या होइन र त्यो त तपाईँहरूलाई पनि थाहा छ। तर उहाँहरू जसरी प्रस्तुत भइराख्नु भएको छ, जस्तो अभिव्यक्तिहरू दिइरहनु भएको छ, उहाँहरूलाई लाग्छ यो समस्या नै होइन। ल ठिक छ, हामी संसद अवरोध पनि गर्दैनौँ, हामी केही पनि माग्दैनौँ, तर एउटा शर्तमा उहाँहरूले भनिदिनु पर्यो कि यो समस्या होइन, नेपाली यसरी नै लुटिरहनेछन्, यसरी नै हामी ठगिरहनेछौँ र हाम्रो राजनीतिक कर्म यस्तै हो भनेर लिखित रूपमा उहाँहरूले दिनुहोस् न। त्यसो भए हामी बुझ्छौँ कि तपाईँबाट योभन्दा धेरै अपेक्षा गर्न सकिँदैन भनेर। त्यो पनि त गर्नुहुन्न। बाहिर आएर त पुरै हामी त देश लोकतन्त्र, अभिव्यक्ति स्वतन्त्रता, कानुनी शासन सबैको ठेकेदार हामी हौँ भन्नुहुन्छ, तर अध्यागमनमा चाहिँ कर्मचारी लगाएर आफ्नो कार्यकर्ता पठाएर मान्छे ठग्नुहुन्छ भनेपछि त्यो उहाँको व्यवहार र उहाँको दलको सिद्धान्त मेल खाइरहेको छैन भनेर हामीले उहाँहरूलाई त्यस कारण पनि अनुरोध गरिराखेको हो। एउटा प्रश्न है, यो विषयवस्तु किन उठान गरिएछ? अब यसलाई कसरी सेफ ल्यान्डिङ गर्ने भनेर तपाईँलाई निकै समस्या परेको छ है? छैन, त्यो तपाईँको आकलन हो होइन। मेरो कन्फिडेन्स कमी देखिरहनु भएको छ होइन। म त झन् एक्लो भएकोले झन् अब अरूको राजनीतिक सम्झौता गर्नु पर्दैन भनेर झन् स्वतन्त्र भइरहेको छु। स्वतन्त्र पार्टी त आजदेखि राजनीतिक एउटा गठबन्धनबाट झन् स्वतन्त्र भयो नि। अब त हामी आफ्नो तरिकाले अगाडि बढ्न पाउँछौँ भनेर। त्यसैले गर्दा र मुद्दाको उठान जब आफ्नो स्वार्थको लागि हुन्छ त्यो बेला सेफ ल्यान्डिङको परिकल्पना गरिन्छ। जब जनताको लागि हुन्छ त्यो बेला यदि कुरा सुनिँदैन भने योभन्दा क्रूर आन्दोलनको परिकल्पना गरिन्छ। आज सदनमा सुन्दैन भने भोलि सडकबाट सुनाउनेछौँ हामी। त्यसैले गर्दा हामी आजदेखि झन् स्वतन्त्र भएको छौँ, झन् हामी कन्फिडेन्ट भएको छौँ र यो पछिको रणनीति के हुन्छ भनेर त्यसमा धरि हामीले काम गर्न थालिसकेको छौँ। धन्यवाद।